राजनीति र शेयर बजार नेपालमा यी दुईको सम्बन्ध कति गहिरो छ हैन त? एउटा राजनीतिक घटनाले कसरी बजारमा भुइँचालो नै ल्याइदिन सक्छ। आज हामी यस्तै एउटा ताजा घटनाको चिरफार गर्दैछौं। यो अङ्क हेर्नुहोस् त, -71.05। यो कुनै सामान्य अङ्क होइन। आइतबार मार्च 29, 2026मा साताको पहिलो दिन बजार खुल्ने बित्तिकै नेप्से यसरी नै गल्याङगुल्लुम ढल्यो। यो सामान्य करेक्सन थिएन, यो त एउटा पहिरो थियो जसले लगानीकर्ताको मनै हल्लाइदियो। अनि अर्को अचम्मको कुरा, बजार त्यत्रो घट्दा पनि कारोबार रकम भने 15 अर्ब नाग्यो। अब यसको मतलब के हो? प्रष्ट छ नि होइन र? लगानीकर्ताहरू यति डराएका थिए कि उनीहरू जसरी भए पनि शेयर बेचेर बजारबाट निस्किन खोजिरहेका थिए। एउटा किसिमको प्यानिक सेल नै देखियो। हो, यो गिरावटको पछाडि कुनै आर्थिक रिपोर्ट वा कम्पनीको खराब नतिजा थिएन। यसको जरा त राजनीतिमा थियो। एउटा राजनीतिक भूकम्प जसको पराकम्पन सिधै शेयर बजारमा देखियो। ल आउनुहोस्, अब यो घटनालाई अझै नजिकबाट निहालौं। पहिलो खण्ड, हलिएको बजार, आधी अघिको शान्ति। केही दिन अघि मात्रै बजारको माहौल कस्तो थियो अनि एउटै सप्ताहन्तले कसरी सबै कुरा उल्टाइदियो, त्यो हेरौँ न। ल हेर्नुहोस् त, कस्तो नाटकीय परिवर्तन। बिहिबार बजार 14 अङ्कले बढेर 2950मा थियो। सबैजना 3000 को मनोवैज्ञानिक तहको कुरा गर्दै थिए। माहौल एकदमै सकारात्मक थियो। तर आइतबार के भयो? बजार 71 अङ्कले घट्यो, 2900 को महत्त्वपूर्ण सपोर्ट पनि तोडियो। आखिर सप्ताहन्तमा त्यस्तो के भयो त? बजार कतिसम्म नकारात्मक थियो भन्ने कुरा यो आँकडाले छर्लङ्ग पार्छ। जम्माजम्मी 266 कम्पनीको कारोबार हुँदा 255 वटा कम्पनीको मूल्य घट्यो। बढ्ने कम्पनी त जम्मा 10 वटा मात्रै। यो त बजारमा एक किसिमको बिक्रीको सुनामी नै आएको जस्तो भयो। अनि असर पनि सबै सेक्टरमा देखियो, विशेष गरी जीवन र निर्जीवन बीमा त नराम्ररी घटे। दोस्रो खण्ड, राजनीतिक कारण, घटनाक्रमको सम्बन्ध। ल अब त्यो मुख्य प्रश्नमा जाउँ जसले सबैलाई कौतूहल बनाएको छ। आखिर बजार यसरी घट्नुको पछाडि कुन राजनीतिक घटना थियो त? ल हेरौँ है त यो घटनाक्रम। सेप्टेम्बर 2025मा जेड आन्दोलन भएको थियो। त्यसपछि मार्च 27मा बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्यो। तर त्यसको भोलिपल्टै मार्च 28मा 2025को त्यही आन्दोलनको विषयलाई लिएर पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परे। अनि ठेक्कै त्यसको भोलिपल्ट मार्च 29मा बजार खुल्यो र बजारमा पहिरो गयो। सम्बन्ध एकदमै सिधा देखिन्छ, होइन त? अब यी गिरफ्तारीले बजारमा के असर गर्यो त? पहिलो कुरा, राजनीतिक अनिश्चितता ह्वात्तै बढ्यो। नयाँ सरकार बनेको भोलिपल्टै यस्तो घटना भएपछि लगानीकर्ता डराउनु स्वाभाविक नै भयो। डाक्टर स्वर्णिम वागले अर्थमन्त्री बनेपछि जुन एउटा सकारात्मक माहौल बनेको थियो, त्यो सबै यो राजनीतिक उथलपुथलले ओझेलमा पारिदियो। अनि लगानीकर्ताहरूले के गरे? कि त नाफा बुक गरे, कि त जोखिम कम गर्न धमाधम शेयर बेच्न थाले। नेप्से ट्रेडिङ विश्लेषणको यो भनाइले सबै कुराको सार बताउँछ। राजनीतिक अनिश्चितता, बारम्बार सरकार परिवर्तन र नीतिगत फेरबदलले लगानीकर्ताको विश्वास र शेयरको मूल्याङ्कनलाई निरुत्साहित गर्छ। मतलब नेपालको बजारमा अरू जेसुकै होस्, राजनीतिक स्थिरता चाहिँ पहिलो शर्त हो। यो नहुँदा बजार टिक्न सक्दैन। तेस्रो खण्ड, अस्थिरताको इतिहास, राजनीति नै बजारको मुख्य चालक हो। यो भर्खरको घटना अचम्म लाग्दो देखिए पनि नेपालको शेयर बजारको इतिहास हेर्ने हो भने यो कुनै नौलो कुरा होइन। यहाँ त राजनीतिले नै बजारलाई डोर्याउँदै आएको छ। यो शासन बजार सम्बन्ध भन्ने शब्दले के जनाउँछ भने हाम्रो शेयर बजार सरकारको हरेक सानो ठूलो निर्णयप्रति एकदमै संवेदनशील छ। विकसित देशहरूमा जस्तो आर्थिक डाटाले मात्र यहाँ बजार चल्दैन। यहाँ त को मन्त्री बन्यो, कसको सरकार ढल्यो भन्ने खबरले नै बजारको दिशा मडाइदिन्छ। यो म्याट्रिक्स एकदमै रोचक छ है। हाम्रो बजारले नयाँ अर्थमन्त्रीलाई कसरी हेर्छ त्यसैको आधारमा प्रतिक्रिया दिने गर्छ। जस्तै बजारले बुल वा व्यापार मैत्री मन्त्री आयो भन्यो भने बजार हरियो हुन्छ। अलि कडा अनुशासनवादी आयो भन्ने लाग्यो भने बजार रातो हुन्छ। कहिलेकाहीँ अनिश्चित पात्र आउँदा सुरुमा उत्साह देखिए पनि पछि अस्थिरता देखिन्छ। यसले के देखाउँछ भने व्यक्तिको छविले पनि बजारमा ठूलो प्रभाव पार्छ।
त्यस्तै कुन सेक्टर राजनीतिप्रति कति संवेदनशील छ भन्ने कुरा पनि हेरौँ। या हेर्नुस् त, वाणिज्य बैंक र जलविद्युत क्षेत्र राजनीतिक रूपमा सबैभन्दा बढी संवेदनशील देखिन्छन्। बैंकहरूलाई त बजारको एङ्कर नै मानिन्छ। बैंक स्थिर भयो भने बजार सम्हालिन्छ। अर्कोतर्फ जलविद्युत क्षेत्र चाहिँ राजनीतिक समाचारमा सबैभन्दा छिटो र तीव्र प्रतिक्रिया देखाउने सेक्टर हो। उत्पादनमूलक क्षेत्र भने अलि स्वतन्त्र देखिन्छ। चौथो खण्ड, अनिश्चितताको सामना। अब के? ल, यति विश्लेषण गरिसकेपछि अब सबैभन्दा महत्त्वपूर्ण कुरामा आउँ। यस्तो अवस्थामा लगानीकर्ताले के गर्ने? आगामी बाटो कस्तो होला? विश्लेषकहरूले केही रणनीतिहरू सुझाएका छन्। पहिलो, पर्ख र हेर। मतलब अहिले हतारमा किन्ने बेला होइन। राजनीतिक अवस्था स्थिर नहुन्जेल पर्खिनु नै बेस। दोस्रो, बजारले 2900 को सपोर्ट तोडिसकेको छ। अब नयाँ पेद कहाँ बनाउँछ त्यसलाई निगरानी गर्नुपर्छ। तेस्रो, यस्तो बेलामा राम्रा आधारभूत रूपमा बलिया कम्पनीहरूमा ध्यान दिन सकिन्छ। र चौथो, अल्पकालीन ट्रेडरहरूले स्टप लसलाई कडाइका साथ पालना गर्ने र दीर्घकालीन लगानीकर्ताले नयाँ नीति नहुन्जेल धैर्य गर्ने। अब सबैको नजर नयाँ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेममाथि छ। किनभने राजनीतिक घटनाले बनाएको यो घाउमा मलम लगाउन सक्ने भनेको अब आउने बलियो आर्थिक नीतिले मात्र हो। बजारको भविष्य अब उहाँको कदममा धेरै हदसम्म निर्भर गर्छ। त्यसो भए पुनरुत्थानको बाटो के त? पहिलो कुरा, नयाँ अर्थमन्त्रीले एउटा आर्थिक स्थिति प्रतिवेदन जारी गर्ने अपेक्षा गरिएको छ। त्यसपछि सुधारका लागि 100 दिने कार्ययोजनाको पनि वाचा गरिएको छ। निजी क्षेत्रको विश्वास जित्नुलाई पहिलो प्राथमिकता बनिएको छ। यी नीतिहरू कस्ता आउँछन् त्यसैले नै बजारको आगामी दिशा तय गर्नेछ। अब एउटा ठूलो प्रश्न, बजारले नीतिगत स्पष्टता कुरिरहेको छ, तर के नयाँ आर्थिक एजेन्डा राजनीतिक कम्पनलाई जित्न सक्ने गरी बलियो होला? राजनीति र अर्थतन्त्र बीचको यही रस्साकस्सीले नै अबको बजारको भविष्य निर्धारण गर्नेछ।